सो ये अहिले चाहिँ हामी यहाँबाट निस्क्यौँ होइन अब सिलगढीको लागि सरी सिलगढीबाट यहाँबाट काकरभिट्टा हुँदै सिलगढीबाट दार्जिलिङ जाने हाम्रो प्लान छ होइन म र टाइमबाट निस्क्यौँ अब बाइक नभएर चाहिँ अब होइन हाम्रो सुरत जस्तो जान पाइएन होइन सही दोस्त होइन दुईजना मात्रै निस्क्यौँ अहिले सायद बेलुका हामी कहाँ जाँदैछौँ डे 4 दार्जिलिङ हो डे 4 हो कि डे 3 हो हाम्रो डे 3 ओके सरी फर माई मिस्टेक डे 3 होइन अहिले चाहिँ हामी यहाँबाट काकरभिट्टा होइन यहाँबाट बिर्तामोड निस्केर बिर्तामोडबाट काकरभिट्टा नाका हुँदै होइन सिलगढीबाट जाने होला है सिलगढीबाट दार्जिलिङ जान्छौँ ओके सी यु देयर गाइज हिन्दो सुरत काकरभिट्टा यो हो नि त होइन म्याम फेरि एउटा हुन्छ नि पारै बेग्लै छ कि उतै अलिकतिसम्म कस्तो खत्तम छ नि यहाँबाट बाटो यस्तो दामी छ नि रोडहरूदेखि लिएर लाइटिङहरू होइन सबैतिर सिसिटिभी पुरै सिसिटिभी छ होइन मदर एन्ड मदरल्यान्ड आर ग्रेटर देन ह्युमन ल है हामी अब यताबाट अगाडि जाँदैछौँ तर महाकसम बाटो चाहिँ है बाटो चाहिँ हो बाटो त कडा रहेछ डायमन्ड रे सुरतले त भन्थ्यो यार झन्डै यस्तै छ जस्तो लागिरहेको मलाई अगाडि यताबाट त कसैले हालेकै छैन त किन हो भाई ये बाटो किधर जाता है अरे यार स्याबै जान्थ्यो त यो बाटो दौडाउन भनेको त यो बाटो भयो त गाइस यो त मलाई युटर्नको हो क्या हो यार होइन होला होइन होला मलाई युटर्न जस्तो लाग्यो घुमेर आम्ला नि त फेरि के छ र त्यही त हामी चाहिँ अब इन्डिया पुग्न लाग्दैछौँ है नेपालमै छौँ आधी नेपालमा ओ अलिकति अगाडि गएपछि ओ हम इन्डियन में आ गए भन्ने के हो र तर यहाँ चाहिँ ट्राफिक डेन्जर रहेछ यार माथिबाट जानु पर्दो रहेछ होइन यहाँ यही लोकल गर्नलाई हो कि तिमी जाने सिलगढी म जाने सिक्किम आइडेन्टिटी चेकअप हुने यहीँ होला अगाडि होला पास के लिनु पर्थ्यो कि यार कहाँ लिनु पर्थ्यो केही थाहा छैन सोध्नुपर्छ ल पासहरू केही लिनु पर्थ्यो कता के केही सोधिएन भने सोधिएन त नि कहाँ कसलाई सोध्ने होला यार होइन अगाडि नै होला
भाइजर खोल्यो भने हावाले हान्छ के त्यो यसो सिलगढीमा गएर सोध भनेर भने जस्तो लाग्थ्यो सिलगढीमा हो र जे पनि अलि यता हेर न यस्तो छ कि के ठाउँ होइन बाटैमा सोध्ला नि त यार बाटैमा चेक गर्छ अलि होला नि त होइन खै बाइक खै कहाँ हो बाइक कता हो इधर में ओ पर्दैन भिडियोमा छ नि त्यो रेकर्ड भिडियोमा रेकर्ड छ है ओ भैया बाइक का नहीं लगता पड़ता है वेस्ट बंगाल हामी अहिले कहाँ छौँ रे वी आर एट वेस्ट बंगाल guys train हेर्नु ट्रेन ओ ट्रेन चल्दैछ है guys now this is gonna be awesome एकदमै रमाइलो हुन्छ अब दार्जिलिङको भाइ बल्ल सुरु भयो नि त ट्रेन एजमा कसम without a doubt we are gonna have a lot of fun in this ride as well सधैँको जसरी रमाइलो लिनुपर्छ life is short and the world is wide so let's begin right now traveling गर टुरिङ गर साइन बोर्ड्सहरु एकदम राम्रोसँग युज गरेको रोड म्यानेजमेन्ट एकदम दामी है हाम्रो कन्ट्री कहिले यस्तो हुने हो मलाई के अरु भन्दा नि इन्डियाको पुलिस है हाम्रो त्यो उता के भन्छ अरे नेपालको सेक्युरिटी गार्ड जस्तो लाग्छ त्यो ड्रेस यार हेर्दा भनेको पुलिसै हो र जस्तो लाग्छ भने नयाँ पुलिस सरकारी स्कुल ड्रेस जस्तै क्या फेरि कभी कभार वैसा ही लगता है हो बल्ल हामी ट्रेनको पटली क्रस गर्यौं हाम्रो पनि ट्रेनको पटरीमा बाइक चढ नि त सोल्टी अन्त अब त हो नि त सोल्टी अब त यो बाइकको भ्यालु बढ्यो छुक 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 तैसम्म वी गर्दै थियो हैन अब छुक 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 दिन्छ गनाउन चाहिँ डेन्जर गनाउन थाल्यो है अब लास्टै गनाउन थाल्यो के गनाएको काठमाडौँ भन्दा डेन्जर गनाउने फोर हुँदो रहेछ यार यहाँ पनि त्यही भनेको काठमाडौँमा मात्र गनाउने हो भनेको त यता त के हो दोब्बर छ त हो गाइज मेरो पोको छरा सिमसिमे पानीमा जानले बे मन गर्छ कि जिन्दगानीमा फेरि अर्को पनि निक्ल्यो सिमसिमे पानीमा जानले बे मन गर्छ कि जिन्दगानीमा तिमी मेरो आँखाको तारा तिमी बिना कोही छैन सहारा सिमसिमे पानीमा जानले अन्डररेटेड बाइक अलिकति टोर्क कम भयो यो चाहिँ ट्रेनको पटरीहरू है गाइस ट्रेन ट्र्याक फेरि दिनु पर्यो ओ दादाजी ट्रेन आउँदैछ कहाँ करत रे मर्जाइका हो मर्जाइका हो बक्लोल छ साला दिमाग छैन यार बक्लोल छ साला दिमाग छैन यार दिमाग छुट्टीमा गएछ का हो दिमाग छुट्टीमा पठाइछ हो Okay guys, now we are heading towards Darjeeling.
दार्जिलिङ 77 किलोमिटर। दार्जिलिङ हामी आउँदैछौँ। वाट अ नाइस स्कल्पचर टु सी। Oh my God, this might be traffic. चालान कट रहा है उसका। रूल फॉलो नहीं करे वो। चालान कट रहा है, वो जो जिसका चालान कट रहा था उसका गांड फट रहा है। सही बात है ना। साला पहिले सोच्नु पर्थ्यो नि त यार। रोड गाइज है माको कस्तो दामी छ होइन। सेक्सी छ नि, यस्तो सेक्सी छ नि। अहिले चाहिँ हामी यहाँनिर अलिकति माथि आइपुग्यो कि कुन ठाउँमा थाहा भएन होइन। जस यहाँबाट सिलगढी रोड अलि माथि भनौँ न, सिलगढी रोड अलिकति माथि आयो हामी। यहाँबाट दार्जिलिङको लागि चाहिँ अराउन्ड 68 अघि 69 थियो है, 68देखि त्यो 65सम्म 65देखि होला होइन लाग्छ होला। यस्तै बाटो भयो भने त रकेट सुरजले भन्थ्यो कि निन्जा कुद्ने बाटो, निन्जा कुद्ने भन्थ्यो होइन। निन्जा कुदाउनु त यहाँ हो नि त होइन। तर के निन्जा छैन, साइकल नभए बेला निन्जा कहाँबाट ल्याउनु होइन, केही छैन। एकछिन रेस्ट गर्ने अनि त्यसपछि जाने। यो यहाँ चाहिँ गाइज होइन सिम पनि चल्दैन होइन, के भन्छ अरे टावर पनि छैन, मेसेज पनि आउँदैन। हामी त भाग्यौँ नि, हामी त भाग्यो। सो या गाइज है अहिले चाहिँ हामी अब एकछिन यहाँ रेस्ट गऱ्यौँ, रेस्ट गरेर बस्यौँ होइन। अनि त्यसपछि अब हामी यहाँबाट निस्क्यौँ। यहाँबाट दार्जिलिङ जाँदैछौँ होइन। दार्जिलिङ छ यहाँबाट अझै छ 65 किलोमिटर जस्तो छ होइन। बाटो दामी छ, बाटो दामी लगाएर एकछिन फोटो खिच्न बस्यो, त्यही भएर एकछिन टाइम लाग्यो होइन। यो साइडमा देख्न सक्नुहुन्छ पुरै ट्रेनको पटरी छ होइन। यता चाहिँ हामी उसमा छौँ, कसम ट्रेन चल्ने पो रह त यार, ट्रेन चल्ने रह नि। यार मागरी नदेखिर म त कटेसी पो याद गरेँ यार। दार्जिलिङ 62 केरुसेङ खोइ कति भनेको छ त्यहाँ है। हामी सायद यो के अघि के रङटङ के समथिङ के थियो त्यहाँ आइपुग्यो जस्तो लागिरहेको मलाई होइन। हामी जाँदैछौँ अगाडि हो। यो ट्रेनको पटरी छ साइडमा मस्त लाएर होइन। ट्रेन पनि हिँड्दो रहेछ, म त पुरानो पटरी होला सोचिरहेको थिएँ होइन। ट्रेन पनि हिँड्ने रहेछ गाइज। हामी चाहिँ छौँ छेउमा होइन, साइडमा छ। अनि सर्लक त्यो पास पनि भइरहेछ कि, सानो ट्रेन रहेछ कि 4 5वटा बक्स वाला। अघि त आएको थाहा नै नपाएको, पास भयो कि थाहा नपाएको कि। यो यो ट्याङ ट्याङ हन गाइज ल्याङ हो। तल हामीले पर्मिट लिनुपर्ने रहेछ होइन। पर्मिटको त्यहाँ कहीँ पनि केही पनि भएन नि त।
चेक गरेको थिएँ एक ठाउँमा 2 ठाउँमा चेक गरेको थिएँ एक ठाउँमा चेक गर्न खोज्दा खोज्दै के अरे पेपर देखाउन खोज्दा खोज्दै छोडिदिएको थियो होइन जाऊ भनेको थियो त्यही भएर हामी आयो अनि अब माथि आउँदासम्म नि हामीलाई अब केही पर्मिटको केही उ भएन नि त अनि त्यो भएर चाहिँ अब के भन्छ के हो कुरो भनेर सोधेको सोद्धाखेरि त तलैबाट पो काटेर आउनुपर्ने रहेछ कि हामीले चाहिँ अब माथि काट्छ होला भन्ने हिसाबमा हामी चाहिँ आयौँ सरेर होइन जहाँ काट्छ जहाँ रोकेर सोध्ला नि त बोर्डरमा भनेर के अरे कहीँ चेक होला नि त छिर्ने बेला भनेर चाहिँ नकाटी आएको लास्टमा चाहिँ फक भयो गाइज ल्याङ भयो अहिलेसम्म चाहिँ लकले साथ दिएको छ होइन कहीँ पनि चेक पनि केही गरे होइन होप फर दि बेस्ट केही छैन अब तल जान नि मस्त तल छ अब आज तल गयो भनेदेखि रात पनि परिसक्यो नि त त्यही भएर हामी मास्तिर लाग्यौँ जय हनुमान ज्ञान गुण सागर भन्ने दिइहाल्ने अब के गर्नु यो दार्जिलिङ आयो गाइज है दार्जिलिङको भाइ चाहिँ अब यहाँनिर देखाउँछु म होइन तपाईँहरूलाई यहाँनिर हाम्रो छुकछुके रेल छ है सिट त खाली छ त हामी नबसेर हो क्या हो पूर्व पश्चिम रेल सो गाइज है यहाँनिर हामी जुन सक्छौँ ट्रेन स्टेसन आइपुग्यो हामी है पुरै यहीँ यतापट्टि पनि छ होइन ट्रेन पुरै डिब्बा सिब्बा सब रेडी अवस्थामा छ 7 बजा सिधा रहेछ यहाँबाट सायद ट्रेन सुरु हुन्छ होला हिँड्छ होला होइन यहाँनिर चाहिँ ट्रेन स्टेसन लास्ट स्टेसन यहाँ रहेछ गाइज फाइनली दार्जिलिङ आइयो यो नि त केटा हो आँट्नु मात्र पर्ने रहेछ होइन यो डिएफआर दार्जिलिङ हिमालयन रेलवे 20 वाउ यहाँ रहेछ है यति पुरानो होला सायद नचल्ने होला होइन हामी रहेछ यता नचल्ने रहेछ फाइनली आइयो दार्जिलिङ यो नि त अब चाहिँ हामीलाई बस्ने ठाउँ खोज्नुपर्ने हुन्छ होइन बस्ने ठाउँ अब हामीले बुकिङ सुकिङ केही गरेको छैन केही थाहा छैन नि त होइन डकुमेन्ट यहीँ राख्नुलाई त्यो मौका म फोटो खिच्न गर्छु कि हजुर लाइसेन्सले हुन्छ है हजुर हुन्छ दिस वान 105 नक टाइम नेपाली नाम फुली आइयो फाइनली झेक्नी सो गाइज होइन फाइनली आइयो हाम्रो रुम चाहिँ यो होइन रुम लियौँ डायमन्ड सर हग्दैछ भित्र आउटसाइड फुड नट अलाउडेड इन यु इन आवर बेडरुम म्यानेजमेन्ट सिम्मा होटल इट्स सिमा लन्च सरी सिमा होटल रहेछ आइयो धेरै धेरै तनावले आइयो गाइस होइन बाल बाँचेको छौँ क्या भाग्यले साथ दिएको छ होइन हामी यहाँ समायौँ भनेको भयो कि हामी लाइक अहिलेको कन्डिसनमा हामी इलिगली टाइपको छौँ होइन केही छैन ओके फाइन अब कपडा सपडा फेर्ने गर्ने यताउता गर्ने अनि त्यसपछि खाना खाने अनि सुत्ने भोलि बिहान उठेर त्यो चट्ट हानेर त्यसपछि घुम्न जाने हो गाइज है ओके यो अहिले चाहिँ हामी यहाँबाट घुम्न निस्केका छौँ होइन बेलुका यसो राति होइन खाना इभिनिङ वक यसो यतातिर दार्जिलिङतिर चहलपहल दिउँ न होइन हामी पनि बिन भ्लग्सको चहलपहल हो होइन इन्टरनेसनल फर्स्ट इन्टरनेसनल राइडमा बिन भ्लग्सको चहलपहल होइन अब यहाँ फोटोसोटो खिच्ने यताउता गर्ने गाजाको जाउँ आज बेलुका हुने काम यसो गरेर गर्ने हल्का माइसँग घुम्नु जाने त्यसपछि भोलि बिहान उठेर मस्त घुम्ने 2-3 बजीसम्म चाहिँ हामी यहाँबाट निस्कने उता पुगेर उता गएर बिर्तामा बस्ने सायद भोलि अनि त्यसपछि नेक्स्ट डे भनौँ न पर्सि चाहिँ अनि यहाँबाट हामी काठमाडौँ फर्किन्छ होला होइन